आज म मेडिकल लाइनमा सबै कन्फ्युज हुने क्वेसनको बारेमा डिस्कस गर्नेछु। प्रायःजसो सबै स्टुडेन्ट्सहरू कन्फ्युज हुने गर्दछन्। व्हाई लिभोडोपा अलवेज गिभन विथ कार्बिडोपा? किन लिभोडोपा जहिले पनि कार्बिडोपासँग दिइन्छ अथवा एक्लै नदिनुको कारण के हो? त्यसको बारेमा भन्नुभन्दा पहिले म पार्किन्सोनिजम डिजिजको बारेमा भन्नेछु। पार्किन्सोनिजम भनेको एउटा त्यस्तो रोग हो जसमा हाम्रो डोपामाइनको लेभल धेरै कम हुनु अथवा डिफिसियन्सी भएर त्यो सँगसँगै के हुने गर्छ भने ट्रिमरहरू, त्यसपछि रिजिडिटीहरू, त्यसपछि ब्रिडिकाइनेसिया भएको छ भने त्यसलाई के भन्ने गरिन्छ? पार्किन्सोनिजम डिजिज भन्ने गरिन्छ। अब म लिभोडोपा किन कार्बिडोपासँग दिइन्छ त्यसको बारेमा डिस्कस गर्नेछु। लिभोडोपा कन्भर्ट हुने गर्दछ। जुन लिभोडोपा के हो? डोपा डिकार्बोक्सिलेज भन्ने गरिन्छ। लिभोडोपा केमा कन्भर्ट हुने गर्दछ भने डोपामाइनमा। डोपामाइनमा कन्भर्ट भयो भने त्यो के हुने गर्दछ भने हाम्रो दुईटै ब्रेन र जुन ब्रेनभन्दा बाहिर पेरिफेरल टिस्युहरू हुने गर्दछन् त्योमा के हुने भयो? पर्जेन्ट हुने भयो। तर के हुने भएन भने यसले ब्लड ब्रेन बेरियरलाई क्रस गर्न सक्ने भएन। त्यसपछि हामीले यदि लिभोडोपालाई कार्बिडोपासँग दियौँ अथवा कम्बाइन गर्यो भने के हुन्छ भने जुन पेरिफेरल मेटाबोलिजममा जुन लिभोडोपाको हुने गर्छ त्यसलाई के गर्ने गर्छ? यसले घटाउने भयो। त्यो घटायो भने के हुने गयो भने जुन लिभोडोपा छ नि, लिभोडोपा हाम्रो ब्रेनमा धेरै रुममा इन्टर हुने भयो, त्यो चाहिँ जान पाउने भयो। यदि त्यो बढी गयो भने के हुने भयो भने हाम्रो ब्रेनमा डोपामाइनको कन्सन्ट्रेसनहरू बढ्ने भयो, जसले गर्दाखेरि पार्किन्सोनिजममा हुने नै मेन भनेको के हो भने डोपामाइनको कन्सन्ट्रेसन कम हुनु हो। त्यसैले लिभोडोपा जहिले पनि कार्बिडोपासँग दिइन्छ।